Finally, after long days of planning, नेहा र म पुग्यौँ बाबरी क्याफे। सो हे गाइज वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ नेहा र म अहिले एकदमै चलेको गोडगाउँ नजिकै भएको क्याफे आएका छौँ। हाम्रो होम टाउनभन्दा अलिकति टाढा भएकोले गर्दा हामीलाई चाहिँ सुरुमा अलिकति अनकम्फर्टेबल लागेको थियो बिकज इट वाज क्वाइट बिजी। अहिलेको हाइपमा चलेको क्याफे भएर पनि होला एकदमै क्राउडेड थियो एन्ड फाइनली वी गट द टेबल। आज चाहिँ हामी इटलीदेखि ट्राभल गरेर बाबरी क्याफेको नाङ्लो सेटको लागि स्पेसली आएको थियौँ। काउन्टरकै छेउमा बसेर छिटो अर्डर ल्याइदिन्छ कि भनेको बट त्यस्तो भएन। हामीले चाहिँ एकछिन वेट गर्नुपर्ने भयो एन्ड फाइनल्ली आवर अर्डर इज हियर। आउने बित्तिकै अब मोबाइल देउतालाई त देखाउनै पर्यो सुरुमा एन्ड हियर वाज लट्स अफ आइटम। सबै कुरा यति मिठो थियो। पर्खिँदा खरो भएर हामीले चाहिँ कोकबाट स्टार्ट गऱ्यौँ एन्ड यहाँ बट्टाबट खान थाल्यौँ। आई डोन्ट नो भोक मिठो कि भोजन मिठो, तर त्यहाँ भएको हरेक आइटम मिठो थियो। अब दुईजना आएको आइज नि त तँलाई पनि खुवाइदिन्छु भनेर हामी खुवाइ गर्न थाल्यौँ। अनि त्यस पछाडि चाहिँ मोमोको पाली आयो। मोमो भनेपछि म एकदम एक्साइटेड हुन्छु अनि त्यहाँको पनि मोमो एकदमै मिठो थियो, तर बेस्ट चाहिँ मलाई चटपटी नै लाग्यो। अलिकति टाइम बित्दै गएपछि हामी हाम्रो जोनमा पुगिहाल्यौँ अनि त्यस पछाडि चम्ची छोडेर हामीले चाहिँ हातले नै खान थाल्यौँ। त्यो सेटमा यति धेरै खानेकुरा थियो कि हामी आधी खाएरै फुल भइसकेको थियौँ। अनि अझै एकजना साथी लिएर आएको भए हुने रहेछ भनेर सोच्दै थियौँ। सायद तिनजनालाई चाहिँ एकदम ठिक्क हुन्थ्यो होला, र पनि हामीले केही बाँकी राखेनौँ किनभने वी आर नट अ फुड वेस्टर। अनि सबै कुरा खाएर पेट टन्न बनाएर यसो अलिअलि फोटो खिचेर हामी चाहिँ लाग्यौँ सिधै जिमतर्फ, किनभने खाएको त घटाउनु पर्यो। सो गाइज हेर्न सकिन्छ हजुरहरूले मैले एकदमै हेभी वर्कआउट सेसन स्टार्ट गरिसकेको छु। अनि के भन्छ यसको नाम मलाई थाहा छैन। नगुड्ने फलामको चक्का पनि म उचाल्दैछु। त्यही बेला मेरो जिमको ट्रेनर पनि आइस्यो अनि उहाँले मलाई सिकाउँदै हुन्छ दुई हातले होइन एक हातले भनेर। एन्ड आई ट्राइड इट। एकै दिनमा मैले बाइसेप्स पनि निकाल्दै अनि हामी चाहिँ म्याजिक चढेर सरर आयौँ हाम्रो घरतर्फ। सो दिस वाज अल फर टुडे। थ्याङ्क यू सो मच फर वाचिङ। किप लभिङ, किप सपोर्टिङ। बाई बाई।